सबैमा नमस्कार। तपाईहरुलाई आज एकदमै पीडादायक घटनाको विषयमा म सबैलाई सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउन चाहन्छु। उहाँ हुनुहुन्छ हरिश नेपाली, 28 नगरपालिका वडा नम्बर 1 सुकुटेली 7 तलामा बस्नुहुन्छ। उहाँ विगत लामो समयदेखि करिब 5-6 वर्ष अगाडिदेखि यी छोराछोरीहरूलाई पाल्न भनेर मजदुरी गर्न काला पहाड भारत उत्तराखण्डको भिकासन भन्ने ठाउँमा पुग्नु भएको थियो। त्यहाँ करिब उहाँ 5 वर्षभन्दा बढी लामो समय बस्नुभयो। त्यहाँ बसिसकेपछि जेनोतेन गरेर काला पहाडमा ढुङ्गा फोरेर गिट्टी कुटेर माटो बोकेर बालुवा बोकेर यी 3 जना छोरी एक श्रीमती लगायतको जहान बच्चा र परिवारलाई पाल्नुहुन्थ्यो। उहाँको पारिवारिक अवस्था सम्पूर्ण हेर्ने हो भने 28 नगरपालिका वडा नम्बर 1 7 तलाको सुकुटेली भन्ने ठाउँ नितान्त गरिब दलित दमाई समुदायका विभिन्न वर्गहरू बस्ने ठाउँ हो। त्यो ठाउँमा अहिले पनि जमिनमा कुनै अन्नबाली उत्पादन हुँदैन, न सिँचाइको प्रबन्ध छ, न खानेपानीको व्यवस्था छ र त्यहाँ कुनै रोजगारको न कुनै सृजना छ। रोजगार पाइन्छ न केही काम गर्न पाइन्छ र घरको एकदमै दुःखदायी अवस्थालाई भोगमरीलाई छल्न र गरिबीलाई मेटाउन उहाँ भारतको भिकासन भन्ने ठाउँमा जानुभएको थियो। त्यहाँ गइसकेपछि हाम्रो हरिश नेपाली उमेरले करिब उहाँ 25-26 वर्षको मात्रै हुनुभयो होला। उहाँलाई त्यहाँ गइसकेपछि धेरै ठुलो वज्रपात आइपर्यो। यही वैशाख अस्ति भर्खरै 2082 साल वैशाख 4 गतेका दिन उहाँको श्रीमती रामसारा नेपालीबाट रामसारा नेपाली करिब उमेरले 23-24 वर्षको मात्रै हुनुहुन्थ्यो भने उहाँबाट पहिला रामसारा नेपालीबाट हरिश नेपालीका 3 वटा छोरीहरू थिए, जसमा जेठी छोरी पूजा नेपाली 4.5 वर्षकी छन्, जो यिनै छोरी हुन् र माइली छोरी निशा नेपाली जम्मा 3 वर्षकी भइन्, यहाँ बसिरहेकी छन् र अर्की साइली छोरी कृष्णकला नेपाली जो रोइरहेकी छन् हजुरआमाको काखमा हैन। यिनी जम्मा 1.5 वर्षको भइन् भने उहाँको श्रीमती प्रसव पीडाले सुत्केरी व्यथाले भारतको भिकासन भन्ने ठाउँमा अत्याधिक रक्तस्राव भएर 81 बेहोस भएर अस्पतालमा लिँदै बाटोमा ज्यान गुमाएर अहिले उहाँका यी छोराछोरीहरूको बिचल्ली भइरहेको छ। अहिले उहाँ हरिश नेपाली आफै अर्ध बेहोस जस्तो हुनुहुन्छ। उहाँले अहिलेसम्म खास उहाँ त्यति चेतनशील अवस्थामा मैले देखिरहेको छैन। पहिला जस्तो हुनुहुन्थ्यो, जस्तो देखिनुहुन्थ्यो, अहिले उहाँ श्रीमतीको पीडामा यी छोराछोरीहरूलाई के गरौँ कसरी गरौँ भन्ने विभिन्न दुःखहरू सम्झेर अहिले भाव विह्वल भइरहनु भएको छ। त्यस कारणले हेर्नुहोस्, यो आज 14 दिनको बच्चा भयो जम्मा। यो बच्चा उहाँले समातेर बसिराख्नु भएको छ। यो बच्चालाई बचाउन निकै धौधौ भइरहेको छ, कठिन भइरहेको छ। नजिकमा कुनै दुध दिने नजिकको आफन्त छैन। दुध दिउँ भने दुध किनेर भैँसीको अथवा गाईको खुवाउँ भने उहाँसँग कुनै आर्थिक स्रोत छैन हैन। अनि बजारमा पाइने ल्याक्टोजिनहरू दिउँ भने आर्थिक स्रोत छैन। के गरौँ कसो गरौँ भनेर निकै भाव विह्वल हुनुहुन्छ। अर्कोतर्फ यी 3टा छोरीहरू हेर्ने हो भने उहाँसँग घाँस बाँस कपास खाना लाउनदेखि सम्पूर्ण कुराको समस्या छ। एकदमै गरिब परिवारमा हुर्केको उहाँ सानै छँदा उहाँको बुवा बितिसक्नु भएको र हाल उहाँको आमा हुनुहुन्छ, हातले अपाङ्ग, जुन हात एक हात उहाँ चलाउन सक्नुहुन्न, एकै हातको भरले चाहिँ त्यसपछि गएर यी नाति नातिनालाई काखकोलमा राखिरहनु भएको छ। साँझ बिहान रोइरहनु भएको छ। म यी नाति नातिनाहरूलाई यो छोरालाई कसरी हुर्क्याउँ, के गरौँ कसो गरौँ भनेर उहाँ दुःखदायी पीडामा हुनुहुन्छ। त्यस कारणले यी नानी बाबुहरू उहाँ श्रीमती बितेर प्रसव पीडाले बितेर निकै भाव विह्वलमा हुनुहुन्छ। छोराछोरीको कसरी स्याहार सुसार गर्ने, कसरी पाल्ने, कसरी त्यसपछि गएर पोषित गर्ने, कसरी हुर्काउने, कसरी बढाउने, कसरी त्यसपछि गएर पढाउने लेखाउने भन्ने चिन्ता भन्दा पनि उहाँ अहिले त्यो पूर्ण होसमा समेत आइसक्नु भएको छैन।
हरिश नेपाली यी बच्चालाई समातेर काखमा उहाँ एकदमै आफै उकुस मुकुस भए जस्तो अर्धविवश भए जस्तो हुनुहुन्छ। त्यसैले सम्पूर्ण सामाजिक सञ्जालमा हुनुभएका अग्रज मान्यजनहरू, सम्पूर्ण मनकारी मनहरू, विभिन्न सङ्घ संस्था चलाएर बसिरहनुभएका त्यसपछि गएर टुरा बालबालिकाहरूलाई त्यसपछि गएर आमाको संरक्षण आमाबाबुको संरक्षण दिएर आफ्नो भूमिका निर्वाह गरिरहनु समाजसेवा गरिरहनु भएका सम्पूर्ण अग्रजहरूलाई मान्यजनहरूलाई सङ्घ संस्थाहरूलाई म के आग्रह गर्न चाहन्छु भने यी नानी बाबुहरूको भविष्यलाई कसरी उज्जवल बनाउन सकिन्छ, यी नानी बाबुहरूलाई कसरी खाना लाउन दिन सकिन्छ, यिनको भविष्य राम्रो बनाउनका लागि कसरी पढाउन लेखाउन सकिन्छ, कसरी यिनलाई त्यसपछि गएर अनि शिक्षित बनाउन सकिन्छ भन्ने कुरामा हामी लगायत यो परिवारलाई निकै चाहिँ अफसोस परिरहेको छ। र यी बच्चाहरूलाई र त्यसपछि गएर हरिश नेपालीलाई सम्पूर्ण सहयोगी मनहरूले सहयोग गरेर उहाँहरूको यो दुःख परेको बेला यो दुःखको घाउमा मलम लगाउन सम्पूर्ण मनकारी मनहरूलाई म अनुरोध गर्दछु। उहाँलाई भन्ने हो भने यो परिवार निकै विपन्न, निकै गरिब, निकै असह्य पीडा छ, जो अहिले पनि सुकीपिउलीको डाँडामा गिट्टी कुटेर त्यसपछि गएर बालुवा बोकेर अर्काको दैनिक मजदुरी गरेर जीविका पार्जन गर्ने परिवार हो। साँझ खाउँ भने बिहान खाउँ भन्ने के खाउँ भन्ने हुन्छ, साँझ खाएपछि बिहान के खाउँ भन्ने हुन्छ भने यस्ता किसिमका पीडाहरू उहाँले झेलिरहनु भएको छ। उहाँ हुनुहुन्छ उहाँ हरिश नेपालीको आमा, उहाँको 1 वर्ष भइसक्यो हात भाँचिएपछि उहाँले उपचार गर्ने पैसा नपाएर अहिलेसम्म त्यो जस्ताको तस्तै हात त्यो देखाइरहनु, खै हात देखाउनुहोस् त तपाईँको यो हात हेर्नुहोस् तल जाँदैन माथि आउँदैन, यस्तो समस्या छ भनेपछि यो परिवारको दयनीय अवस्था गरिबी कस्तो होला भन्ने कुरा तपाईँहरूले यो चित्र देखिरहनु भएको छ। सबैलाई म के अनुरोध गर्न चाहन्छु भने यो परिवारलाई सहयोगको लागि अपिल गर्न चाहन्छु। यी बच्चाहरूलाई कसरी पढाउन सकिन्छ, कसरी लेखाउन सकिन्छ, यिनीहरूलाई भविष्यको ग्यारेन्टी कसरी गराउन सकिन्छ, हाम्रो स्थानीय सरकार, प्रदेश सरकार, त्यसपछि गएर सङ्घीय सरकारदेखि लिएर दार्ती निकायहरू, विभिन्न सङ्घ संस्थाहरू लगायत विभिन्न त्यसपछि गएर बालबालिकाका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूलाई म के अनुरोध गर्न चाहन्छु भने उहाँहरूलाई घाँस बाँस कपासको ग्यारेन्टीका लागि शिक्षा दीक्षा र उहाँहरूको भविष्य उज्जवल भविष्यका लागि कसैले के गर्न सक्नुहुन्छ भने यस सामाजिक सञ्जाल मार्फत तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, विनय गर्न चाहन्छु। सम्पूर्ण मनकारी मनहरूको म ध्यान केन्द्रित गर्न चाहन्छु र ध्यानाकर्षण गर्न चाहन्छु। आजभोलि नै उहाँहरूलाई क्रियाबाट उम्किएको करिब 3 दिन भइसक्यो। उहाँहरूलाई अहिले भन्ने हो भने अहिलेसम्म उहाँहरूले खाना खानु भएको छैन, अहिलेसम्म त्यसपछि उहाँको घरमा के खाउँ भन्ने अन्न समेत छैन, के गरौँ भन्ने बसौँ भन्ने बास समेत पनि छैन होइन। यो हेर्दाखेरि यस्तो दर्दनाक पीडा छ। यो पीडामा सबैले सहयोग गरिदिनु हुन म अनुरोध गर्दछु। नमस्कार।